हेलो हेलो गाइज सबलाई वेलकम छ मेरो यो नयाँ भ्लगमा हैन सबलाई स्वागत छ। आजको भ्लगमा चाहिँ हामी बनाउन जाँदैछौँ चटपट बनाउनको लागि सुरुमा गरेँ मैले प्याज र हल्का फुल्का चप हैन, मलाई त्यति साह्रो आउँदैन, त्यही नि मैले बनाएको छु है। अनि त्यसपछि गरेँ मैले आलुलाई बोइल भइसकेको आलुलाई मैले यसरी छिल्दा मलाई साह्रै झेउ लाग्यो। नबनाइदिउँ, बरु दोकानमा गएर 50 रुपियाँको चटपट खाइदिउँ जस्तो लाग्यो। त्यही नि अब आलु बोइल गरिसकेपछि खान त परिहाल्यो होइन, त्यही भएर मैले चाहिँ झेउ लाई भए पनि आलुको बोक्रा छिले। अनि गाइज तपाईँहरूमध्ये कोलाई चटपट मनपर्छ कमेन्ट गर्नु होला होइन। नेक्स्ट पार्ट चाहिँ पानीपुरीको आउँछ, लेट मी ट्राई है। अनि त्यसपछि गर्न लागेँ मैले गोलभेडालाई चप गरेँ। चक्कु चाहिँ लाग्दै नलाग्ने कि यो गोलभेडालाई काट्दा होइन। हाम्रो सबै आइटम रेडी चाहिँ भइसक्यो। अनि रेडी भइसकेपछि मैले प्याज अनि गोलभेडा चाहिँ भाँडामा हालिदिएँ। भाँडामा हालिसकेपछि अब पालो आउँछ भुजा हाल्ने भनेर भुजा हालिदिएँ मैले गाइज। भुडा कति हालेँ, 1 2 3 अनि त्यहाँबाट यो हाफ भुजा हालेँ। भुजा हालिसकेपछि क्विक चाउचाउ होइन, चटपटसँग चाहिँ क्विक चाउचाउको कम्बिनेसन एकदम बवाल हुन्छ। त्यसपछि गरेँ मैले आलुलाई स्म्यास गरिसकेपछि हालेँ। कोलाई मनपर्छ चटपट भन्नु होला होइन, मैले बनाएको चाहिँ त्यति राम्रो छैन। देख्न सक्नुहुन्छ मैले करेन्ट कुरकुरे पनि हल्का फुल्का मिठो होस् भनेर हालिदिएँ होइन। अरूलाई जस्तो लागे पनि आफूले बनाएको चाहिँ आफूलाई एकदम मिठै लाग्छ हो कि होइन भन्नु होला है। अब पालो आउँछ यसलाई मोल्ने। गाई झेउ लागिरहेछ, बनाउँदा साह्रै झेउ रहेछ है। त्यसपछि हालेँ मैले हल्का फुल्का तेलपछि अब पालो आयो चुकको, यो चाहिँ गाउँको लोकल चुक होइन, हल्का हाले पनि बवाल अमिलो आउँछ। अनि गरेँ यसलाई मैले मोल भइसकेपछि अब हाम्रो चटपट भयो रेडी होइन। सो म टेस्ट गर्न गइरहेको छु। टेस्ट पनि गरियो, एकदम मिठो भएको छ गाइज है। माया र सपोर्ट दिनु होला।